नमस्कार, म डाक्टर सुमित सिंह, एमडी रेडिएसन ओन्कोलोजी, हाल नोबेल क्यान्सर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ। 17 जुलाई यानी कि ब्रेकिथेरापी अवेरनेस डे भनेर हाम्रो रेडिएसन ओन्कोलोजी डिपार्टमेन्टमा मनाइने गरिन्छ। यसमा विशेष फोकस के छ भन्न खोजेको मैले भनेपछि ब्रेकिथेरापी रेडिएसन थेरापीको एउटा यस्तो प्रविधि हो जुनमा रेडिएसन सोर्स जुन हामीले अहिले युज गरिरहेको छौं इरिडियम 192 त्यो सोर्स मान्छेको शरीरको सर्फेसमा अथवा शरीरको क्याभिटीहरूको भित्र गएर नै रेडियोथेरापी रेडिएसन दिने काम गर्छ, जसले गर्दा क्यान्सर सेलहरूलाई शरीर भित्रै खतम गर्न सकिन्छ। अब ब्रेकिथेरापीमा हामीले सोर्स जुन हुन्छ त्यो एकदम सानो 6-7 mm 8 mm जतिको सोर्स हुन्छ, त्यो चाहिँ ट्रान्सफर ट्युबको माध्यमले हामीले शरीरको सतहमा अथवा पाठेघरको मुखमा अथवा इसोफेगसमा अथवा सर्फेस मोल्ड गर्ने बेलामा ओरल क्याभिटीमा स्किनको डिफ्रेन्ट ट्युमर्सहरूमा के हुन्छ त्यहाँ रेडियोथेरापी सोर्स पठाइन्छ। रेडियोथेरापी सोर्सले क्यान्सर सेलहरूलाई त्यही मारेर क्यान्सर खतम गरिन्छ। एक्सटर्नल बिम रेडिएसन भन्दा ब्रेकिथेरापीको विशेष फाइदाहरू के हो भनेपछि एक्सटर्नल बिममा शरीरमा अरू ठाउँमा अलिअलि रेडिएसनको साइड इफेक्ट्स हुने चान्सेस हुन्छ, तर ब्रेकिथेरापीमा जुन हामीले ट्रान्सफर ट्युब युज गर्छौँ, निडल युज गर्छौँ, त्यसले क्यान्सरकै सेलमा हामीले पुरै प्रिसाइजली टार्गेट गरेर क्यान्सर सेलहरूलाई खतम गर्न सक्छौँ। भनेपछि ब्रेकिथेरापी रेडिएसन थेरापीको एउटा एकदम अभिन्न अंग जस्तै हो जसले क्यान्सर सेलको उपचारको लागि एकदम राम्रो मद्दत पुर्याउँछ, जुनमा एकदम हाई डोज रेडिएसन दिएर पनि कम साइड इफेक्टमा हामीले क्यान्सर सेलहरूलाई मारेर क्यान्सर निको पार्न सक्छौँ। धन्यवाद।